यहाँ खिर पनि छ यी स्टार्ट यत्रो धेरै है बेबी पहिला थम्बनेलको लागि फोटो खिच्नु खिच्नु यस्तो राखेको हेलो गाइज नमस्ते आज चाहिँ स्पेसल 30 को चाहिँ हाम्रो नुडल्स च्यालेन्ज रहेको छ किमा नुडल्स अनि यो किमा नुडल्स अनि त्यसपछि खिर स्पेसल 30 स्पेसल खिर अनि यो भयो कोल्ड ड्रिङ्क्स अनि यो जसले हार्छ हैन उहाँले चाहिँ पुरै भयभरको भाडा धुनुपर्ने हुन्छ आज चाहिँ हैन उहाँ चाहिँ महारानी भएर बस्नुहुन्छ यस्तरी मल्नु न मुनि छ नि त सस्ता मच्छले सबै मल्नु पर्छ कि मलाई भोक लागिसक्यो म अहिले पछि मोल्छु इट्स ओके यो मेरो थियो यहाँ उतापट्टि छ अघि कसरी यहाँ थियो मैले राखेँ कि मोल्नलाई यहाँनिर अप्ठ्यारो हुन्छ पनि किन अबे फर्स्टचोटि मैले एक चपस्टिकबाट खाँदा चाहिँ एकदम धेरै अप्ठ्यारो अनि एकदम धेरै अनकम्फर्टेबल भएको थियो अनि आज चाहिँ मैले जानिसकेको छु अनि किमा नुडल्स भनेर सुनेको अनि खाएको चाहिँ फर्स्ट टाइम है मलाई यो किमा नुडल्सको कुनै पनि आइडिया थिएन उहाँजीले चाहिँ यो सब बनाएर रेडी पारिदिनु भएको छ मैले कति सानो नि टिप्न सकेको नि हाँसु बफ किमा नुडल्स ए मैले झन् है जाने गयो हामीहरू यस्तो यसरी मल्नुहोस् न बाबु पोखिन्न कि राम्रोसँगले बिस्तारै मल्यो भनेदेखि पोखिन्छ म खाने पहिला बिग बाइट आज यति खाने सस्तै बाबा तलै छ आज राम्रोसँग जानेको छैन नि बेबी के गर्नु यो गर्न मलाई नि राम्रोसँगले आउँदैन तर पहिलाभन्दा चाहिँ जान्ने भयो नि बेबी जहिले जहिले प्र्याक्टिस गरेर यो त हुन्छ हुन त तर अझै पनि राम्रोसँगले चाहिँ पर्फेक्ट हुँदैन है यो चाहिँ मैले बनाउनलाई फर्स्ट टाइम ट्राई गरेको कि कस्तो भयो तिमीले फर्स्ट टाइम यस्तो मिठो दामी वाउ हजुर अझ मोमो खाने भन्नुभयो होइन अनि फेरि किमा नुडल्स बनिसकेको थियो नि त हाम्रो चाहिँ अब दुईजना मात्रै एकजनाले के भनेपछि हामी चाहिँ त्यसमै सहमति जनाउँछौँ अनि जे हो त्यही गर्छौँ होइन बोली चेन्ज गर्दैनौँ नि अनि मैले बोलेँ भने त अनि बोली चेन्ज नगर्ने भनेर के चाहियो बेबी ओहो भुइँमा झरेको पनि टिपेर खाइदिन्छु म त मासु त
अरू चाहिँ जुस हुन्छ फोर हुन्छ मासु चाहिँ हुन्न Maybe I don't know. No. तर यस्तो चाहिँ मुनि छ नि त सबै सब्जी त्यही भएर माथिको मात्रै खाएर हजुर राम्रोसँग टेस्टै आएको छैन नि त अब खान्छ त अझ अलि अझै मिठो हुन्छ है उहाँले भाँडा धुनुपर्छ भने छिटो छिटो खानुभएको छ तर मलाई चाहिँ पुगिसक्यो त्यही हो कुरा राखेँ भोलि खान्छु होला म भाँडा मान्न तयार तर म खाइसक्नलाई चाहिँ मन हारिसक्यो हार्छ त भन्न नै हुने हो बाबु जिन्दगीमा हार्ने त होइन कि मरि नै हार्ने होइन तर के गर्नु पेटले मागेकै छैन मागे जति पुगिसक्यो उहाँको कसरी थोरै भएको भन्दाखेरि उहाँले मलाई खुवाएको खाएको गरेर हो यस्तो हावा जुट भएर तपाईँहरूले जुट्नु न बाबा होइन सुन्नु न नेपालमा हुँदाखेरि त्यो किमान खाना खाँदाखेरि थोरै पाउँथ्यो नि त होइन अनि कस्तो हुन्थ्यो यति दिए पनि हुने नि अझै दिए नि हुने नि जस्तै हुन्थ्यो कि हजुर चाहिँ अझै ब्यागकै भएको छु अब सेम टेस्ट हो सेम टेस्ट त कहाँ हुन्छ अलिअलि मात्रै छ नि त्यत्तिकै त बनाउन चाहिँ अब ट्राई चाहिँ गरेको हो त्यत्तिको चाहिँ भएको छैन त्यत्तिको चाहिँ भएको छैन मोमोको त सेम टेस्ट हुन्छ त है तर मैले ट्राई चाहिँ गरिरहेको हुन्छु ट्राई चाहिँ त्यस्तै नै बनाउँछु भनेर बनाउँछु Oh, big bite. वाउ त डर छ अस्ति नै भिडियो हाल्दैदेखि त्यस्तै भिडियो हाल्दिन्छ गाइज म भिडियोमा अबदेखि चाहिँ कहिले मरे नि रिजर्भमा भिडियो खिच्ने बेला त वा अब दुवैजनाले खान सकिएन होइन हामी अब दुवैजना मिलेर भाँडा धुन्छौँ पुरै भाँडाहरू छ है अनि खिर छ अब खिर चाहिँ टेस्ट गरौँ न दामी दामी वाउ भयो अब जो विनर भए पनि म भाँडा धुने उहाँ चाहिँ रानी महारानी टक्क लगाएर सुत्ने अब यसो यसो मसाज पनि गरिदिन्छु म ओके हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ यदि राम्रो लाग्छ भने लाइक गर्नुहोस् आफ्नो साथीभाइमा सेयर गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस् अनि बेल आइकन दबाउन पनि नभुल्नुहोला थ्याङ्क यू फर वाचिङ नमस्ते